हाम्रो ग्रहमा रहेका यस्ता स्थानहरूको कल्पना गर्नुहोस् जसले यति महत्त्वपूर्ण, यति प्राचीन वा यति संवेदनशील रहस्यहरू राख्छन् कि त्यहाँ पहुँच पूर्ण रूपमा निषेध गरिएको छ। तिनीहरू कङ्क्रिट, स्टिल र सरकारी आदेश पछाडि अवस्थित छन्। यी संसारका 5 सबैभन्दा सुरक्षित, सबैभन्दा अलग गरिएका स्थानहरू हुन्। पहिलो, नर्वेको आर्कटिकको स्थायी तुषारोको गहिराईमा हामी स्वालबार्ड ग्लोबल सीड भल्ट भेट्टाउँछौँ। यो कुनै सैन्य अखडा होइन, यो एक विश्वव्यापी बीमा नीति हो। 10 करोड भन्दा बढी बिउहरू भण्डारण गर्ने यसलाई विश्वव्यापी प्रलयबाट बच्न डिजाइन गरिएको हो, जसले हाम्रो खाद्य आपूर्तिको आनुवंशिक विविधतालाई जोगाउँछ। सीमित अधिकार प्राप्त कर्मचारीहरूले मात्र यसको ब्लास्ट ढोका पार गर्न सक्छन्। अर्को, हामी फ्रान्सको लास्को गुफाहरूको यात्रा गर्छौं। 17,000 वर्ष पुरानो यो साइटले अमूल्य प्यालेओलिथिक गुफा कला राख्छ, तर यसको प्रशंसा गर्ने मूल्य यसको विनाश थियो। आगन्तुकहरूको कारणले फंगलको आक्रमणबाट प्राचीन चित्रहरूलाई बचाउन 963 देखि प्रवेश निषेध गरिएको छ। कला अलगाव मार्फत मात्र सुरक्षित छ। हाम्रो यात्रा हामीलाई भ्याटिकन र यसको अपोस्टोलिक अभिलेखालयमा लैजान्छ। पहिले भ्याटिकन गोप्य अभिलेखालयको रूपमा चिनिने यो भूमिगत सञ्जाल 53 माइलका सेल्फहरूमा फैलिएको छ, जसमा क्याथोलिक सँग सम्बन्धित धेरै कागजातहरू छन्, जसमध्ये केही 8औं शताब्दीका हुन्। यद्यपि यसको नामले गोप्यतालाई संकेत गर्छ, पहुँच अत्यन्त सीमित छ, केवल मान्यता प्राप्त विद्वानहरूको लागि मात्र आरक्षित छ। त्यसपछि संयुक्त राज्य अमेरिकाको नेभादा मरुभूमिमा रहेको कुख्यात क्षेत्र 51 छ। लामो समयसम्म रहस्यमा ढाकिएको अमेरिकी सरकारले 2013 मा मात्र यसको अस्तित्व स्वीकार गर्यो, पुष्टि गर्दै कि यो उच्च सुरक्षाको उडान परीक्षण सुविधा थियो। यसको नामले विदेशीहरू र प्रयोगात्मक विमानहरूको छविहरू जगाउँछ, तर एउटा कुरा निश्चित, सार्वजनिक पहुँच कडाइका साथ निषेध गरिएको छ, जुन पृथ्वीमा सबैभन्दा कडा सुरक्षा उपायहरूद्वारा सुरक्षित छ। अन्तमा हामी उत्तर कोरिया र मायावी कोठा 39 तिर हेर्छौं। प्योङयाङको वर्कर्स पार्टी भवनमा अवस्थित यो गोप्य विभाग सैन्य रहस्यहरूको बारेमा भन्दा पनि उच्च स्तरको गोप्य कार्यहरूको बारेमा हो, जसमा कालो बजारको वियाग्रा जस्ता चीजहरू लुकाइएको भनिन्छ, जुन अन्य साइटहरूको संरक्षण जनादेशसँग एकदमै फरक छ। पवित्रदेखि संवेदनशीलसम्म यी 5 स्थानहरूले हामीलाई सम्झाउँछन् कि सबैभन्दा महत्त्वपूर्ण खजानाहरू, चाहे आनुवंशिक, ऐतिहासिक वा प्राविधिक, प्राय अलगावमा मात्र अवस्थित हुन्छन्।